कोही भन्नान् गाई काटेर खाने भन्नान् खोलाम खुला, कोही भन्नान् आमा बाउ मरे पनि यहाँ आमा बुवा मरेर 1 वर्ष भयो हामी कपाल फालिकन भर्खर आएका छौँ। पर बाउ मरेर पनि छाला जुत्ता लाइकन डाक्टर हौ भन्ने, हबभन्दा बढी पढिया भन्ने, देशको पूर्व प्रधानमन्त्री भया मान्ठ, न संस्कार न संस्कृति। पहिला पढेपछि हट डान भन्दा हैदै देखिया छ अहिलेबाट। अनि पुराका पुरा बाउ मरेका छन्, मान्छेको शोक छ। बाउ भन्दा ठुलो कोही छ संसारमा? संसार र बाउ र आमा भन्दा ठुलो कोही पनि हुँदैन, कोही पनि हुँदैन। अनि बाउ मरिहान छाला जुत्ता लाएर पुरा टाई र कोट लाएर गमक्क पढेर कपालो एउटा रुवा नफालिकन मजाले बधाई दिने मान्छे रे अहिले आएका मान्छेको रोल मोडल रे, भोलिको राष्ट्रपति रे त्यही मान्ठ लगाएर त। अनि त्यस्ता मान्ठान भोट हाल्नु भने यो देशलाई युक्रेन बनाउनु र देशलाई अपराधीकरणमा हाल्नु हो, यो कुरा याद गर्नु होला तपाईले। त्यो हुनाले अहिले साल हलोमा मतदान गरिदिए। धर्म बचाओ, संस्कृति बचाओ। पार्टीमा आस्था अलग अलग होला, तर हामी सबै आस्थाले हिन्दू, बुद्ध, किराँत र वैदिक सनातन हौ हामी। त्यो हुनाले दाजुभाइ हो, एकैछिन सबै दाजुभाइलाई, सबै दाजुभाइ हो ल, हब्बै दाजुभाइ हो, हब्बै दाजुभाइ हो, जुम्ला जाने हो कि नै? नाउ त नुबनौ है बड्डा छड्यौ। केही कुरा घुमिकनै बुझ्नु पर्दो छ, हवाई मुखले खोल्नु हुँदैन। देउडा खेल्दै रहेन हौ हजुर चाहिँ, देउडा खेल्ने भइदियो भए घुमाइ घुमाइ हुँदैन क्या हो। ल सबैले हात दुईटा उठाउँ त तल माथि। खै जुम्ला जाने हो? खै जानेले जानियो भने जानेले नजाने होइन, तपाईँ बस्नु होला, अलि यतापट्टि आउनु तपाईँ। हवाई जुम्ला जाने हो? खै उठाऊ त, जाने हो कि नै? जाने हो कि नै? जाने मान्ट जानियो भने हात तल गरे मान्ट नजाने रह्यो भने होइन है क्या मैले। हवाई मान्ट जुम्ला जाने हो? ल सबै दाजुभाइले भोट केमा? हात उठेन दुईजा। भोट केमा? भोट केमा? ल सबै दाजुभाइले दुईटा चिजले आया हौ। एउटा माथि ज्ञानेन्द्र साइकन भोट हाल्न जाने, माथि जाने। एउटा माथि तपाईँको भोटर आइडी काट्नु भए मान्ठ यहाँ प्रदीप शाहकन भोट हालेर जिताउने, बास यति हो है सबैले है। लौ मैले अब माथि बानियाबार पनि जानु छ, त्यहाँ पनि दाजुभाइ बसिया छन्, देउडा कार्यक्रम छ। सबैलाई मैले बिदा मागे। फेरि पनि बिन्ती गर्दछु, यहाँदेखि अनुहार मेरो आँखाले खिचिहान, आँखा होइन पछाडि मोबाइलले पनि खिचिहान बड्डो यादगरीले है या दिदी बहिनी हो। अनि क्या त्यो भावनाले माथिका मतदान केन्द्रमा म तपाईँलाई देख्न पाऊँ, मैले भोट हालेर मतदान केन्द्र आउँदा आउँदा तपाईँकन नमस्कार गर्न पाऊँ। ल सबैलाई बिदा हुन चाहन्छु। जय राष्ट्रवाद, जय नेपाल।